हेलो एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ हामी शङ्कर बेली घुम्न आएको छौँ। यता दिदी, हेलो दिदी। हेलो। अनि आज हामी घुम्न आएको छौँ शङ्कर बेली इटेरीको। अनि यहाँ चाहिँ रोटेपिङ रहेछ। बजा यता चाहिँ धेर जसो नै रहेछ क्या, भिडै रहेछ। अब चाहिँ हामी यता फोटो खिच्न जाँदैछौँ। अहिले चाहिँ सबै फुलहरू सबै झरिसकेको रहेछ। यता चाहिँ पहिलेको जस्तो फुलै रहेनछ। सब यताउतिको फुल सबै झरिसकेको छ। हामी ढिलो आइएछ, के गर्नु, समयले यस्तै भयो। पहिला त्यस्तो थियो, अहिले चाहिँ त्यस्तो छैन। गर्मी चाहिँ एकदम गर्मी छ, पसिनै आइसक्यो। अनि यो शङ्कर बेलीको पोखरी यस्तो भिड छ नि यहाँभित्र चाहिँ। यता सबै घुम्न आउनुभएको, तर फुल चाहिँ सबै झरिसकेको रहेछ क्या। को आउनु भइरहेछ। ल हेर्नुहोस् फेरि पनि फोटो खिच्न चाहिँ हाम्रो पालै आएको छैन, किनकि हामी के पर्यो अरे दिदी, हामी सोझो पर्यो अरे, त्यही भएर चाहिँ हामीले फोटो खिच्न नभएको। अनि बाटोहरूले चाहिँ घर खिचिहाल्ने, हामी चाहिँ पर्खेर बस्ने पालो। अनि पालो नआउने हाम्रो चाहिँ। अब पालो आएपछि फेरि जान्छ। प्रतीक्षाको फल मिठो हुन्छ। हामी कुर्छौँ, राम्रो फोटो खिच्छौँ, देखाउँछौँ। हेर्नुहोस् है साथीहरू, यहाँ चाहिँ यस्तो छ। हजुरहरू को आउनु भएको थियो? यो ठाउँमा आउनु भएकोले प्लिज कमेन्ट गर्नु होला। अनि आउनु भएको होला। अब आउनेले चाहिँ फुलहरू सबै नआउनु होला। फुलहरू सबै झरिसक्यो। त्यहाँ माथि गर्मी पनि लास्टै बढिरहेछ। अब अनि हामी चाहिँ यतिजना छौँ नि, यिनीहरू चाहिँ यो बच्चा बच्चीहरू चाहिँ सबै हाम्रो टिम हो। धेरै जस्तो बच्चा बच्ची खेल्ने ठाउँै रहेछ कि बच्चा बच्चीहरू खेल्ने ठाउँ रहेछ। यहाँ चाहिँ गर्मीले बिजोग गर्मी छ। अब त्यस्तै हुने, हामी पाहाडबाट आएको हो नि त, त्यही भएको कारणले खासै गर्मी सहन सकेनौँ क्या हामीले। त्यही भएर गर्मी भएको होला। यहाँ चाहिँ फुल झरेपछि चाहिँ खासै यस्तै सकिरहेन रहेछ है, हामीले चाहिँ देखेनौँ। कतिजना चाहिँ अब यस्तो फेरि धेरैजना आए ठाउँमा अनि धेरैजनाले एउटै ड्रेसअप हुन्छ नि, हो त्यस्तो खालको कसैलाई मन पर्दैन। त्यो चाहिँ अब आफ्नो इच्छाको कुरा होइन। तर हामीलाई चाहिँ उनीहरू गए ठाउँमा, भाइरल भए ठाउँमा जाऊँ न, हेरौँ न कस्तो भएर चाहिँ भाइरल भएछ भन्ने, हामी किन छुट्ने भन्ने र त जिज्ञासा हुन्छ र हामी चाहिँ हेर्न आउँछौँ। तर कसैलाई चाहिँ त्यस्तो खालको मन पर्दैन क्या। त्यस्तो खालको अब अरू गए ठाउँमा खासै नजाने हो त्यस्तो टाइपको मन पर्दैन नि त। तर हामीलाई चाहिँ अब कस्तो के छ भनेर हेर्न जिज्ञासा हुन्छ नि त। त्यही भएको कारणले चाहिँ पहिलो सोध्यो। अनि यता हुनुहुन्छ है बच्चा बच्चीहरू है। अनि त्यसपछि यता यस्तो छ, यहाँ चाहिँ ब्यागहरू छ। अनि अब एकछिनमा लक्ष्मणले मलाई एउटा किनिदिन्छ। यहाँ यस्तो राम्रो राम्रो कुराहरू छ, उहाँले नि किनिदिनुहुन्छ होला सायद। कस्तो राम्रो राम्रो कुराहरू छ। खेल्ने नि रहेछ है, यो के हो पनि थाहा छैन। खुब खेल्थेँ क्या म उहाँले त। फेरि हराउनलाई। अनि अघि चाहिँ ऊ चाहिँ हराएको, अनि ऊ चाहिँ रुको। अनि यहाँ चाहिँ यस्तो राम्रो राम्रो झुम्कानाहरू रहेछ। पैसा छैन, झुम्काना छ। अनि काउन्टी बजार चाहिँ यता भन्दा नि उता साइड फोटो खिच्ने साइड चाहिँ भिड क्या। यता चाहिँ खासै भिड त छैन, भिड त छैन। उता चाहिँ भिड रहेछ क्या त फोटो खिच्ने साइड चाहिँ। खासै फोटो खिच्न पनि मन लाग्यो, टाइमै लिनुपर्ने त्यस्तो खालको छ। अनि यता चाहिँ बच्चा बच्ची खेल्ने के भयो, यो के भएको? अब हामी चाहिँ उपरको चौरीतिर जाँदैछौँ, किनभने उता धेर भिडभाड थियो क्या। अनि त्यही भएको कारणले अब एकछिनमा फेरि हुन्छ कि भन्ने आशले चाहिँ हामी उता लाग्यौँ। फोटो धेरै पनि खिचिनँ हामीले। खेल्न मन छ। उतो पिङ खेल्नु हुँदैछ। अनि उतो पर
त्यो चिप्लेटी खेल्ने बच्चाको चाहिँ त्यहाँनिर बिग्रेको रहेछ क्यारे त्यही भएको कारणले सेउलाहरूले छोप्नु भइरहेछ अनि त्यहाँनिर चाहिँ एकदम केयरफुल भएर खेल्नु होला यो ठाउँबाट पनि फर्क्यौँ किनभने गर्मी बेसी गर्मी त्यहाँ माथि भिडियोको क्वालिटी पनि लो त्यहाँ माथि मान्छे पनि लो मान्छेको क्वालिटी पनि लो मोबाइल पनि लो सब लो सबै लो अनि त्यही भएर चाहिँ हामी अब फर्क्यौँ त घामले गर्दाखेरि कस्तो इनर्जी लस भयो जस्तो यस्तो भयो के गर्ने भन्नुहोस् ट्र्याक्टर रहेछ बस रहेछ पछि घर जाँदा किनेर कसले सिक्री कि यो किनिदिउँ दिदी त्यस्तो यो त्यस्तो होइन मलाई त कस्तो ह्याङ्की झरेछ चरा कसको ह्याङ्की झरेछ यहाँनिर हाम्रो चल्न अनि यता चाहिँ हाम्रो ग्रुपको फोटो सेसन चल्दैछ यता चाहिँ क्यामेराम्यान चाहिँ यता दिदी हुनुहुन्छ हेर्नु न कस्तो पसिना आइरहेछ यहाँ नि त पसिना यस्तो पसिना आइरहेछ नि यहाँ पनि माछा रहेछन् क्या अहिले सानो सानो माछा रहेछन् यहाँ चाहिँ ताल कस्तो ठुलो रहेछ यता चाहिँ वहाँदेखिको वहाँसम्म ताल छ हेलो म्याम आजको घुमाइ कस्तो भयो हजुरको एकदम खोइ कस्तो अनि हजुरको त पसिनै आएको रहेनछ त मलाई पसिना आउँदैन नि त ए हो नेचुरल ब्युटी हो नि त त्यही भएर होला होइन मेकअप लगाइहाल्छ नि पसिना आयो भने हाम्रो चाहिँ ए उठाएको यस्तो बिहालात बनाएको छ कि पसिनाले यस्तो कपडाहरू सबै भिजिसक्यो अब चाहिँ हामी फोटोहरू पनि खिचेर अब हामी घरतर्फ लाग्यौँ बाई दिदी बाई बाई हाई भन्दै अब बाई भन्दै अब एकैचोटि हामी गयौँ घामले पोलेर फोटो खिच्यौँ लगभग तान्छे जतिको त्यो फोटो हामी तपाईँहरूलाई देखाउँछौँ अनि फोटो 500को खिचेपछि खाना कति होला सम्झिरहेको छ अनि अरू चाहिँ त्यहाँ बस्नुभएछ परिदो बोर भएर जाम ल जाम बाई अनि यहाँ चाहिँ केटाकेटी भुल्याउनु मेलो यहाँनिर जम्पिङ ज्याकहरू सबै रहेछ क्या यता चाहिँ अब खाजा के खाने कन्फ्युज हामी खाजामा म चाहिँ खाने मोमो मोमो रे यसमा डर लाग्छ यसमा बेसी डर भएर हामी नखेलेको हामी यस्तै खेल्छौँ बरु गर्मीले चाहिँ तर तपाईँलाई त पसिना आउँदो रहेछ हामीलाई त यस्तो साह्रो गर्मी आइरहेको छ यस्तो साह्रो गर्मी भइरहेको छ एकचोटि अन्तिम नजारा तपाईँहरू यो ठाउँमा आउँदै हुनुहुन्छ भने चाहिँ यहाँनिर टिकट काटेर मात्रै भित्र प्रवेश गर्न दिनुहुन्छ नभए गेटैबाट फर्काइदिनुहुन्छ यो ठाउँमा आएर चाहिँ टिकट काटेर अनि जानुपर्ने हुन्छ अनि सफारी हजुर होइन सफारीहरू चाहिँ यता छन् तपाईँहरूले बुक गरेर पनि जान सक्नुहुन्छ अब चाहिँ हामी खाजा खान लागेको यहाँनिर त दिदी कस्तो छ चाउमिन मिठो मिठो छ मोमो चाहिँ कस्तो गनायो अरे तपाईँले बिउ बनायो एउटा मोमो खाएको उसको मोमो चाहिँ कस्तो गनायो अरे तपाईँले बिउ बनायो एउटा मोमो खाएको उसको अनि उहाँहरू चाहिँ मोमो खानुहुँदैछ अनि उहाँ पनि चाउमिन हामी चाहिँ चाउमिन खाँदैछौँ
उहाँले चाउमिनको अचार खानुभएको होइन मोमोको अचार खानुभएको अनि पिरो भएको चाउमिनको अचार हो चाउमिनको नि अचार सस होइन अचार चाहिँ अनि हामीलाई चाहिँ ठुल्ठुलालाई चाहिँ यस्तो चम्ची परिरह उहाँलाई पनि यस्तै चम्ची परिरह उहाँलाई चाहिँ फेरि म सानोमा परेँ यहाँ चाहिँ खाएँ अब चाहिँ हामी खाएर अनि सफारीमा गइहाल्नु पर्ने हुन्छ त्यही भएको कारणले हामी अब खाएर अनि लाग्छौँ